नमस्कार सबैजनामा। म राहुल यादव। हुनलाई त के भन्नु, आजकलको स्टुडेन्ट्सहरूलाई हेर्दाखेरि त उनीहरूले के छन् भने पढ्नको नाममा केवल आफूलाई र आफ्नो गार्जेनलाई ढाक्ने मात्र गर्दो रहेछ। त्यो भन्न किन चाहेको छु र मैले किन भनिरहेको छु भने वास्तवमा हेर्दा म आफै पनि शिक्षक हुँ। क्लासमा जाँदाखेरि विद्यार्थीलाई पढाउँदा बुझेछ, एकदम ठिक छ सर, डन सर, 100% बुझ्यौँ सर। त्यही कुरा चाहिँ भोलिपल्ट गरेर आउँदाखेरि होमवर्क दिँदाखेरि सेम क्वेसन, सर भ्याइन सर, भेटिन सर, आएन सर। र त्यही सेम कुरा क्लासमा सोध पटक पटक भन्दाखेरि पनि उनीहरूले चाहिँ सोध्दैनन्, साथीबाट हेर्छन्, कपी गर्छन्। तर आफू पनि पढ्नुपर्छ भने, आफैले पनि अगाडि बढाउनुपर्छ भने चेतना अहिलेसम्म लागेको छैन। अब त्यो के गर्दाखेरि आउँछ हो, किन भएको हो, त्यो सब कुरामा रिसर्च गरेँ, यताउति धेरै कुरा मैले थाहा पाएँ। तर चाहिँ मैले के बुझेँ भने आम्ने सामने टिचरसँग सोध्नको लागि पनि हल्का नलेज चाहिन्छ। उनीहरूले आफू सेल्फ स्टडी गर्दैनन्, नजानेका कुरा सोध्न मान्दैनन्, डराउँछन्। अब यसको लागि उपाय के त? हामी पढाउन छोडिदिने हो? त्यस्तो त होइन। पढाइ नै छोडिदिने? त्यस्तो त होइन। अब चाहिँ के देखिरहेको छु भने साइन्स भन्ने सब्जेक्टमा स्टुडेन्ट्सहरूले पढ्ने बेलामा बुझ्छन्, तर त्यही कुरा घरमा गएर फेरि रिपिट गरेर पढ्दैनन्। यदि पढ्न खोजे पनि कन्फ्युजन लागेको त्यही टपिक त्यहाँ चाहिँ उसलाई सिकाउने मान्छे हुँदैन। तर म्याथ सब्जेक्टमा, अन्य सब्जेक्टमा प्र्याक्टिसको कुरा, प्र्याक्टिस गरेर बुझ्छन्। तर साइन्स चाहिँ उनीहरूले सक्दैनन्, किनभने त्यहाँ न्युमेरिकल प्लस थ्योरिटिकल धेरै कुरा रहन्छन्। यही कुरालाई आम्ने सामने टिचरसँग सोद्धाखेरि डराउँछन्। यही कुरालाई हटाउनलाई मैले चाहिँ एउटा उपाय निकालेँ। हुनलाई त धेरै वेबसाइटहरू छन्, धेरै च्यानल छन्, हिन्दी मिडियम होइन, इङ्ग्लिसमा पनि आउँछन्। तर म चाहिँ अब जुन कोर्स कन्टेन्ट छ, क्लास 6, 7, 8, 9, 10 यस्ता कन्टेन्टहरूलाई युट्युबको माध्यमबाट एक्सप्लेन गरेर म चाहिँ के गर्छु भने भिडियो राखिदिने गर्छु। यो मेरो स्टार्टिङै हो। अब यसो गर्नाले के हुन्छ भने टिचरले पढाएको कुरा उनीहरूले बुझ्छन् र नबुझेको कुरा उनीहरूले त्यति बेलै सोधपुछ गर्न सकिहाल्छन्। भनाइको अर्थ, एक्सप्लेनेसन भिडियो हेर्छन्, टपिक पनि बुझ्छन्, तर बुझेको छैन भने टिचरसँग सोध्नलाई त्यति बेला डराउनु पर्दैन। किनभने त्यतिनिर टिचरको आम्ने सामने नभएर भर्चुअल रियालिटी हुन्छ। त्यति बेला चाहिँ के गर्न सकिहाल्छ भने भिडियोलाई पज गरेर, ब्याक गरेर, मजाले बुझेर त्यही कुरा एक्सप्लेन गर्न सकिहाल्छन्, बुझ्न सकिहाल्छन्। यथासम्भव म आफ्नो तर्फबाट यही प्रयास गर्न चाहन्छु कि जतिसम्मको स्टुडेन्ट्सहरू छन्, साइन्स पढ्ने स्टुडेन्ट्सहरू धेरै गाह्रो भएका छन्, त्यो कुरालाई केही हदसम्म मैले न्यूनीकरण गर्न सकियोस्, न्यूनीकरण गर्न पाऊँ भन्ने भावनाले म यो भिडियोहरू बनाइरहेको छु। र यस्तै भिडियो आज त मेरो इन्ट्रोडक्सन मात्रै हो, त्यही भएर सबैलाई भन्न चाहन्छु कि म चाहिँ भिडियो पोस्ट गरिरहन्छु। साइन्स टपिकमा गाह्रो भयो भने तपाईँहरू कमेन्ट गर्नुहोला। त्यस्तै कमेन्ट्स अनुसार मैले भिडियो बनाएर हालिदिने नै छु र त्यहीबाट तपाईँहरूले आफ्नो पढाइ लेखाइ पनि अगाडि र निरन्तर गरिराख्नुहुन्छ। यति भन्दै म बिदा लिन चाहन्छु र कृपया यो च्यानललाई लाइक र सब्सक्राइब गरेर आफ्नो कन्टेन्टलाई अगाडि बढाउन मलाई मद्दत गर्नुहोला। धन्यवाद।